हेलो एभ्रिवान, वेलकम टु माई ब्लग। म चाहिँ आज क्लास जाँदैछु अनि यो चाहिँ मगर गाउँ है। अनि बिहानै म चाहिँ अर्ली मर्निङ जहिले पनि यसरी नै हिँड्ने गर्छु। अनि यो यस्तो राम्रो भइरहेको हुन्छ क्या यतिखेरको टाइमिङहरू होइन। अनि जो चाहिँ हेल्थ कन्सियस हुनुहुन्छ उहाँहरू मर्निङ वक गरिरहनु भएको हुन्छ। अनि यो चाहिँ म आइपुगेँ भैँसी पार्टी हिँडेर। अनि भैँसी पार्टी आएर चाहिँ म त्यहाँ बस आउँछ, त्यस पछाडि बसमा जान्छु सधैँ एकान्त कुना। अनि एकान्त कुनादेखि फेरि मैले बस चेन्ज गर्नुपर्ने हुन्छ भक्तपुरको, किनकि मेरो क्लास चाहिँ हाम्रो फिट फेसन चाहिँ भक्तपुरमा पर्छ नि त। अनि म चाहिँ भक्तपुर जान्छु डेली स्याटरडे बाहेक चाहिँ। अनि आज पनि जाँदैछु, बट भक्तपुरमा पुगेँ। अनि पुगिसक्दा चाहिँ मलाई कल आयो कि आज क्लास हुँदैन भनेर। अनि के गर्ने होला भनेर फर्स्टमा चाहिँ मैले चिया पिएँ। अनि त्यस पछाडि डिसाइड गरेँ। अनि यहाँनिर चाहिँ मैले अब म घुम्न जान्छु भनेर डिसाइड गरेँ। अनि यहाँनिर चाहिँ मैले टिफिन छोडेँ। यहाँ चाहिँ सधैँ म बिहान आउँदै गर्दा अनि बिचमा पनि कति धेरै त्यो मेटेरियलहरू चाहिरहेको हुन्छ। अनि बिचमा निस्किँदै गर्दाखेरि कति धेरैजना मैले चिनिसकेँ। अनि त्यसको पनि एकदम राम्रो फाइदा भइरहेको छ कि मलाई। अनि आज चाहिँ वेदर पनि एकदमै चिसो छ। अनि म चाहिँ जाँदैछु आज अब यो क्लास नहुने टाइममा चाहिँ भक्तपुर दरबार स्क्वायर अनि पान्तले घुम्न जानु पर्यो भनेर जाँदैछु। धेरै वर्ष अगाडि जान चाहिँ गएको हो। अनि तर पनि एक्लै घुम्न पनि कहिलेकाहीँ रमाइलो हुन्छ नि त। अनि म चाहिँ जाँदैछु। अनि बिहान चाहिँ पानी पर्ला जस्तो नि भइरहेको थियो। अनि चिसो यस्तो धेरै भइरहेको थियो आज फेरि। अनि भक्तपुरै आइपुगे पछाडि क्लास नहुने भए पनि अब यत्तिकै फर्किनुभन्दा पनि बरु एकछिन भए पनि घुम्न निस्किन्छु भन्ने खालको फिल भयो कि मलाई। अनि मलाई त थाहा पनि थिएन कि हाम्रो क्लासबाट चाहिँ अनि दरबार स्क्वायर र पान्तले चाहिँ नजिकै छ भनेर। अनि मैले त्यहाँ चिया पिउँदा पिउँदै भाइलाई सोधेँ, यहाँ नजिक कहाँ घुम्न जानलाई हुन्छ भनेको। त्यहाँ जानुहोस् न भनेर भने। नजिकै छ भनेको, नजिकै छ भने। अनि ल भनेर निस्केँ। अनि हामी कति धेरै काम गरेर हुन्छौँ। अनि खुसी हुनको लागि, हामी खुसी खोज्नको लागि चाहिँ कति हामी भौतारिरहेको हुन्छौँ कि होइन। कति कुरामा यो गर्दा पो हुन्छ कि त्यो गर्दा पो हुन्छ कि, यो गर्दा खुसी मिल्छ त्यो गर्दा मिल्छ भनेर चाहिँ हामी जहिले पनि हाम्रो अल्टिमेट गोल लाइफको भनेको चाहिँ खुसी नै रहँदो रहेछ, आनन्द नै रहँदो रहेछ भन्ने कुरा पनि आजकल चाहिँ फिल हुन्छ मलाई। अनि पर डेको मेरो क्लास चाहिँ 8 to 9 आवर्स हुन्छ। अनि त्यो बिचमा पनि मलाई आजकल त्यो थाकेको फिल हुँदैन, एकदम टायर्ड फिल हुँदैन। अनि एकदम आनन्द फिल भइरहेको हुन्छ क्या, किनकि मेरो यो प्यासन पनि हो एउटा। मलाई यो काम गर्दै गर्दाखेरि आनन्द पनि आउँछ। अनि आजकल छुट्टै खालको पिस आफूमा फिल गर्दैछु। हामी पनि कति धेरै कुराहरूमा चाहिँ पछि परिरहेको छौँ कि ला टाइम छैन, मेरो टाइम यो होइन त्यो होइन भनेर। अनि म पनि त्यही सोच्थेँ, मेरो त टाइम गयो, अब त मेरो सिक्ने टाइम पनि गयो, म अब केही गर्दिनँ भनेर सोचिरहेको हुन्थेँ। बट अहिले चाहिँ यो सिक्ने प्रोसेसहरू अनि यो फेज चाहिँ चलिरहोस् जस्तो फिल हुन्छ कि मलाई होइन। अनि हजुरहरू पनि त्यस्तै सोचिरहनु भएको छ भने, अनि हजुरमा कुनै पनि ट्यालेन्ट छ, हजुरसँग इच्छा छ भने चाहिँ त्यसलाई मर्न नदिनु होला। इट्स नेभर टु लेट। बिहानैदेखि पानी पर्ने जस्तो वेदर भइरहेको थियो। अनि त्यहाँ घुम्दा घुम्दै पानी पर्यो। अनि हामीभित्रको बचपना चाहिँ त्यो सकिएको हुँदैन कि कहिले पनि होइन। तर हामी चाहिँ यो सोसाइटीमा अनि फ्रेन्ड सर्कलदेखि रिलेटिभहरू वरिपरि रहँदै गर्दाखेरि चाहिँ हामीले यो कुराहरू लुकाएर हुन्छौँ। अनि त्यो कुराहरूलाई पनि हामीले हेर्ने गर्नुपर्छ कि कहिलेकाहीँ होइन। अनि पानी पर्यो, त्यही भएर फेरि म चिया पिउँदैछु। नर्मली म चिया चाहिँ नपिउने मान्छे हो, बट इट्स बिन ट्वाइस अलरेडी। चिसो धेरै छ नि त। अनि अब चिया पिइसके पछाडि चाहिँ फेरि मैले सोचेँ अब पान्तले भिजिट गरेँ। अनि त्यसपछि चाहिँ फेरि म भक्तपुर दरबार स्क्वायर पनि जानु पर्यो भनेर सोधेँ त्यहाँनिर बाटो, किनकि म पहिला एक्लै त आऊ तर थाहा छैन कि कता केबाट भनेर। अनि सोध्दै सोध्दै गएँ। अनि गएको, अनि त्यहाँको पसलहरू चाहिँ बल्ल बल्ल खुलिरहेको थियो। बिहानैको टाइम हो नि त यो चाहिँ। अनि त्यहाँनिर चाहिँ स्टार्टिङमै एउटा ज्वेलरीको दोकान रहेछ। अनि त्यहाँनिर मलाई चाहिँ एकदम त्यो स्मल साइजमा इयर टप चाहिरहेको थियो कि। अनि दाइलाई सोधेको, बट रहेन रहेछ। अनि म चाहिँ पुगेँ फाइनल्ली भक्तपुर दरबार स्क्वायर। यो चाहिँ अन्डर कन्स्ट्रक्सन नै छ, अहिले पनि बनिरहेकै छ। अनि
यो सबै कुराहरू देख्दै गर्दाखेरि चाहिँ कल्चरली हामी कति धेरै रिच छौँ भन्ने कुराहरू फिल हुन्छ। अनि कहिलेकाहीँ यो ऐतिहासिक ठाउँहरू पनि हामीले घुम्नुपर्छ भन्ने लाग्छ, किनकि हामी हाम्रो कन्ट्रीमा रहेको, हाम्रो देशमा रहेको यो कुराहरू हामी आफैले नै हेरेनौँ, बुझेनौँ, अनि त्यसलाई हामीले नै एक्सप्लोर गरेनौँ भने बाहिरको मान्छेहरू आउने, पर्यटकहरू भित्रिने कुराहरू त रहँदैन नि त। अनि हामी अरू कन्ट्रीहरू घुम्न जाँदै गर्दाखेरि चाहिँ त्यहाँको मान्छेहरूले जहिले पनि नयाँ नयाँ ठाउँहरू हामीलाई रिकमेन्ड गरिरहेको हुन्छन् होइन। त्यहाँको ठाउँहरू यहाँ जानुहोस्, त्यहाँ जानुहोस् भनेर भनिरहेको हुन्छन्। र त्यहाँनिर चाहिँ एकजना आमा हुनुहुन्थ्यो, बाती काट्दै हुनुहुन्थ्यो। अनि एकछिन बसेँ अनि उहाँलाई सघाएँ, त्यस पछाडि कुराकानीहरू गरेँ। अनि उहाँले आफ्नो दुःखहरू मलाई सुनाउनु भयो कि होइन, अनि फ्यामिलीमा यस्तो छ उस्तो छ भनेर सुनाउनु भयो। अनि मैले पनि क्यास धेरै बोकेको थिइनँ, थोरै थियो। अनि त्यो क्यास थोरै भए पनि दिएँ आमालाई। त्यसपछि चाहिँ म तितौरा लिन गएँ। अनि आज चाहिँ दिदीलाई तितौरा पठाइदिनु पर्ने थियो झापा। अनि त्यसपछि चाहिँ म फर्किँदैछु। अनि फर्किँदै गर्दाखेरि बाटोमा चाहिँ सबै पसलहरू प्रायः फुलिसकेको थियो। अनि म सबै पसलहरू एक्सप्लोर गर्दै, भिजिट गर्दै त्यहाँको जुन त्यो आर्टहरूलाई, कलाहरूलाई हेर्दै 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 फर्केँ। अनि कस्तो धेरै आनन्द आयो। आज एकदम वेल स्पेन्ड भयो कि मेरो दिन होइन। अनि फेब्रिकको पसलहरू रहेछ, तिनीहरू पनि भिजिट गरेँ, किनकि पछि चाहिन्छ मलाई भन्ने फिल भएर। अनि यो कस्तो धेरै राम्रो कुराहरू छ कि होइन, यो नेपाली पोसाक, नेवारी पोसाकहरू। अनि यो कुराहरू चाहिँ हाम्रो प्रपर्टी हो, यसलाई चाहिँ हामीले प्रोटेक्ट गर्नुपर्छ भन्ने लाग्छ मलाई। अनि फेरि पनि आउँछु भनेर आमालाई भनेर आएँ र फर्किँदैछु म चाहिँ। अनि सूर्यविनायक फर्किँदै गर्दाखेरि चाहिँ अहिले चाहिँ म अर्को बाटो फर्किँदैछु, घुम्दै घुम्दै यो सबै कुराहरू हेर्दै हेर्दै होइन। अनि हामीसँग कति धेरै कुराहरू छ, कति धेरै कलाहरू छ। यो कुराहरूलाई चाहिँ हामीले बढाउँदै लग्यौँ भने अनि यो कुराहरूले पनि हामीलाई धेरै अगाडि बढाउन सक्छ। यो क्रुसेटहरू हेर्नुहोस् न, फ्लावरहरू होइन, पहिला त्यति धेरै थिएन, अहिले चाहिँ एकदमै धेरै बढिरहेको छ। यहाँको वेदर चाहिँ यस्तै छ। आज पानी पर्यो, अनि घाम पनि लागेको छैन, एकदम चिसो छ। अब यो चिसो चाहिँ मेबी लास्टको जस्तो लाग्छ। अब अलिकति चाहिँ तातो फर्किन्छ कि भन्ने फिल भइरहेछ। अनि म चाहिँ यहाँ भक्तपुरमा कुरियर कहाँ छ भन्ने थाहा थिएन, कुरियर खोजेँ। त्यस पछाडि टिफिन लिएँ। अनि मेरो लन्च चाहिँ त्यहाँनिर एउटा बहिनी छ कि मैले चिनेको, अनि बहिनीकोमा गएर अनि त्यहीँनिर लन्च गरेँ। अनि त्यसपछि चाहिँ म गुरुकुल फर्किँदैछु। अनि दिउँसोको टाइममा चाहिँ अलिअलि घाम लाग्यो, अलिकति अब चाहिँ गर्मी फर्किन्छ है भन्ने खालको फिल भयो, किनकि यो पालिको जाडो चाहिँ एकदमै धेरै भइरहेको थियो कि मलाई चाहिँ होइन। अब हजुरलाई कस्तो भयो, कस्तो फिल भयो? यसपालि चाहिँ धेरै नै जाडो भयो, लामो टाइमसम्म पनि भयो भन्ने फिल भइरहेछ। अनि म चाहिँ आइपुगेँ अब भैँसीपाटी। अब भैँसीपाटीबाट चाहिँ म मगर गाउँसम्म चाहिँ हिँडेर नै आउँछु म्याक्सिमम्, किनकि गाडी कहिलेकाहीँ वेट गर्दा टाइम लाग्छ। अनि यो चाहिँ भैँसीपाटी र मगर गाउँको बिचको बाटो हो है। अनि काम सकेर फर्किँदा लगभग 12 घन्टा हुन्छ। तर मलाई एउटै कुराले इन्सपायर गर्छ, मेरो बुवा आमा चाहिँ मलाई वेट गरिरहनु भएको छ क्या, कहिले कोर्स सकेर आउँछ अनि सँगै बसिन्छ भनेर। अनि त्यो कुराले पनि इन्सपायर गर्छ मलाई। अनि म अझै धेरै मिहिनेत गर्छु। रिसाइरहेछ है। अब म चाहिँ आइपुगेँ गुरुकुलको होस्टल। अनि आज चाहिँ अलिक चाँडै आएँ। अब फ्रेस भएर चाहिँ क्लास जान्छु भनेर मलाई चाहिँ यो नानाको साङ्गे दिनुभयो। अनि कस्तो राम्रो के भन्छ, पातसँगै। इट्स रेनिङ आउटसाइड। नानाको दिदी चाहिँ जापानबाट हुनुहुन्छ। अनि उहाँ चाहिँ रुमै रेस्ट गरिरहनु भएको थियो। 4 बजीबाट चाहिँ हाम्रो क्लास छ। अनि बाहिर चाहिँ पानी परिरहेछ। अनि दिदीले 4 बजी हो क्लास, ग्रुप क्लास छ, जानुहुन्छ भनेर सोधिरहनु भएको थियो। अनि म अलरेडी बेलुका क्लास गर्नकै लागि पनि आएको हो। अनि म चाहिँ दिदीले बोलाउँदै हुनुहुन्छ, अब हामी जाँदैछौँ क्लास। क्लास जाँदैछौँ, पानी पर्दैछ। साँझ चाहिँ हामीले ग्रुप क्लास गऱ्यौँ। त्यस पछाडि खाना बनाउँदैछौँ। ना लिटल चावल, so I can make, but one time please they don't need more time.
So Yeah, not easy. not easy. Okay. It needs more time and more. We need to cook like this. Ha. दिदीले चाहिँ मलाई ढेँडो बनाएर खुवाउनु भनेर भन्दै हुनुहुन्छ अनि दिनै पछि जापानिज खानाहरू दिदीले बनाउँदै खुवाइरहनु भएको हुन्छ अनि समटाइम चाहिँ म टाइम भएको बेला चाहिँ दिदीलाई पनि नेपाली खानाको टेस्टहरू गराउने गर्छु अनि आज पनि चाहिँ क्लासबाट म छिटो आएको कारणले म आज खाना बनाउँदैछु अनि खानामा चाहिँ दिदीलाई गुन्द्रुक पनि धेरै मनपर्छ अनि गुन्द्रुक बनाउँदैछु अनि गुन्द्रुकपछि चाहिँ आलु फ्राई अनि अचार बनाउँदैछु यो चाहिँ सबै दिदीको लागि आज म चाहिँ भ्लगहरू अपलोड गर्छु अनि स्पेनबाट चाहिँ दिदीले हेर्नुहुन्छ कि एल्सा दिदीले अनि उहाँ चाहिँ गुरुकुलकै स्टुडेन्ट हुनुहुन्छ अनि सी इज मेबी 75 बट स्टिल सी इज लर्निङ है वी मिस यु एल्सा दिदी अनि गुरुकुलबाट आएर चाहिँ मैले प्र्याक्टिस गरेँ एकछिन अनि त्यसपछि चाहिँ म रेस्ट गर्छु किनकि अर्ली मर्निङ फेरि म क्लास जानुपर्ने हुन्छ उठेर होइन सो थ्याङ्क यू फर वाचिङ एन्ड सी यु अल इन नेक्स्ट भिडियो गाइज